अब नेक्स्ट च्याप्टर अर्थिङ रहेको छ। अर्थिङ भनेको अर्थिङ सिस्टम इज एन इलेक्ट्रिकल सर्किट which consists of a part of electrical system carrying metallic जस्तै non current carrying metallic part of the electrical installation equipment or the neutral point of supply system to the earth for safety and functional purpose। अर्थिङ भनेको थाहा छ तपाईँहरूलाई, यहाँ पढेर पनि बुझ्न सक्छ। अब अर्थिङ किन चाहिन्छ त्यो चाहिँ मैले यहाँ लेखिदिएको छु। सिस्टम अर्थिङ हुन्छ एउटा, अनि अर्को चाहिँ हुन्छ इक्विपमेन्ट अर्थिङ। सिस्टम अर्थिङ भनेको के हो? अर्थिङ अफ अ सिस्टम इज डिजाइन primarily to preserve the security of the system by ensuring that the potential on each conductor is restricted to such a value as it consistent with the level of insulation applied. System earthing is primarily required to ensure that the potential of each conductor of the system restricted to its desired value for which the insulation is provided। अब यो यसको एडभान्टेज छ। एउटा इक्विपमेन्ट अर्थिङ हुन्छ, यसको अब्जेक्टिभ पनि म लेखिदिन्छु। अब पोइन्ट टु बी अर्थ, यो चाहिँ धेरै इम्पोर्टेन्ट हो है। पोइन्ट टु बी अर्थ यो चाहिँ एक्जाममा सोधिरहेको हुन्छ। अब पोइन्ट टु बी अर्थ सोध्यो भने अब कुन कुन कुरा हामी अर्थ गर्ने होइन, त्यो चाहिँ यहाँ जस्तै अर्थ पिन अफ 3 पिन लाइटिङ प्लग सकेट एन्ड 3 पिन एन्ड 5 पिन पावर प्लग सकेट सुड बी permanently and efficiently अर्थ। मेटालिक कभरिङ अफ इलेक्ट्रिकल एप्लायन्सेस मस्ट बी अर्थ। सबै यहाँ म लेखिदिएको छु सर्ट तरिकाले, त्यो चाहिँ लेख्नु होला। यो चाहिँ इम्पोर्टेन्ट हो, यो सोध्छ एक्जाममा। अर्को चाहिँ फ्याक्टर एफेक्टिङ अर्थ रेसिस्टेन्स, यो पनि इम्पोर्टेन्ट हो। अब अर्थ रेसिस्टेन्सले कुन कुन फ्याक्टरले एफेक्ट पार्छ है, जस्तै एउटा सोइल कन्डिसन, सोइलको कस्तो कन्डिसन छ त्यो पनि हो। एउटा सोइलको रेसिस्टिभिटी कति छ के छ त्यो पनि हो। मोइस्चर, सोइलको मोइस्चर, इफेक्ट अफ करेन्ट म्याग्निट्युड, डिजल्भ साल्ट, एरिया एभाइलेबल, अनि अब्स्ट्रक्सन, योहरू हो। अब जस्तै मेथड अफ रिडक्सन अर्थ रेसिस्टेन्सलाई कसरी रिड्युस गर्न सकिन्छ, जस्तै इन्क्रिज लेन्थ अफ अर्थिङ इलेक्ट्रोड, इलेक्ट्रोडको लेन्थ इन्क्रिज गर्न सक्छौँ हामी। अनि अर्को चाहिँ इन्क्रिज डायमिटर अफ अर्थिङ इलेक्ट्रोड। मल्टिपल, यो पढेर तपाईँहरू बुझ्न सक्नुहुन्छ, एकदम सिम्पल ल्याङ्ग्वेजमा म लेखिदिएको छु, त्यही भएर म पढ्दैछु है। ट्रिटमेन्ट अफ द सोइल रह्यो अर्को। अब जस्तै मेथड अफ अर्थिङ, कतिवटा मेथड छ अर्थिङको, यहाँ प्लेट अर्थिङ छ, पाइप अर्थिङ छ, रड अर्थिङ छ, अनि स्ट्रिप वायर अर्थिङ छ। अब प्लेट अर्थिङमा के भन्दा डिग अ होल अफ 3 मिटर डेप, यो पढेर तपाईँ बुझ्न सक्नुहुन्छ। प्लेस अ प्लेट इन द्याट होल मेड अफ ग्याल्भनाइज आइरन, दिस प्लेट हेज टु बी कनेक्टेड टु द कपर वायर। पढ्नु होला तपाईँ, बुझ्नुहुन्छ। सिम्पल म पोइन्टमा लेखिदिएको छु, किताबमा यत्रो छ, फिगर पनि के छ हेर्नु होला। एउटा जस्तै अब यो पनि सोध्छ है इक्जाममा, सेलेक्सन अफ साइज अफ अर्थ इलेक्ट्रोड, अर्थ इलेक्ट्रोड साइज कसरी सिलेक्ट गर्न सक्छौँ हामी। जस्तै 4 रड अर पाइप इलेक्ट्रोडको लागि यो फर्मुला युज गर्छौँ हामी, अनि अर्को चाहिँ 4 प्लेट इलेक्ट्रोडको लागि यो फर्मुला युज गर्छ, रो बाई 4 रुट अन्डर पाई बाई ए है। अनि अर्को लाइटनिङ प्रोटेक्सन अर्थिङ अर स्किम, यो पनि हो एउटा, यो पनि हेर्नु होला तपाईँहरू। लाइटनिङ प्रोटेक्सन अर्थिङ अर स्किम, यो पनि हेर्नु होला। यो च्याप्टर सक्यो है। धेरै पोइन्टहरू छ, सिम्पल पोइन्टहरू छ, तपाईँहरू आफै पनि पढेर बुझ्न सक्नुहुन्छ, त्यही भएर म पढिनँ है। अर्को च्याप्टर रहेको छ पावर क्यारिङ डिभाइस।